आजको यस भिडियोमा हामीहरू कक्षा 12 को शैक्षणिक विधि र मूल्याङ्कन भन्ने विषयको एकाइ 8 परीक्षाको प्रशासन अङ्कन र विश्लेषण भन्ने इकाइका सम्पूर्ण प्रश्नहरूको उत्तर हेर्दैछौँ। अति छोटो उत्तरात्मक प्रश्न, छोटो उत्तरात्मक प्रश्न र लामो उत्तरात्मक प्रश्नहरूलाई हेर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट अनि च्यानलमा नयाँ भए च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अब भिडियोलाई सुरु गरौँ। प्रश्न नम्बर 1 मा भनेको छ परीक्षा सञ्चालन गर्नुलाई अङ्ग्रेजीमा के भनिन्छ भनेको छ। यसको उत्तर रहेको छ परीक्षा सञ्चालन गर्नुलाई अङ्ग्रेजीमा एडमिनिस्ट्रेसन अफ द टेस्ट भनिन्छ। त्यस्तै 2 मा रहेको छ परीक्षा सञ्चालनमा चोरी गर्ने एउटा कार्यको नाम दिनुहोस् भनेको छ। यसको उत्तर रहेको छ एकले अर्काको कापी हेरेर सार्नु यो एउटा चोरी गर्ने कार्य हो। त्यस्तै प्रश्न नम्बर 3 मा रहेको छ अङ्कन कुञ्जीलाई अङ्ग्रेजीमा के भनिन्छ भनेको छ। यसको उत्तर रहेको छ अङ्कन कुञ्जीलाई अङ्ग्रेजीमा स्कोरिङ की भनिन्छ। त्यस्तै प्रश्न नम्बर 4 मा भनेको छ विषयगत अङ्कन कुञ्जीको अङ्ग्रेजी नाम के हो भनेको छ है। यसको उत्तर रहेको छ विषयगत अङ्कन कुञ्जीको अङ्ग्रेजी नाम सब्जेक्टिभ टेस्ट स्कोरिङ भनिन्छ। त्यस्तै प्रश्न नम्बर 5 मा भनेको छ एउटा प्रश्नको प्रभाव अर्को प्रश्नमा पर्नुलाई के भनिन्छ भनेको छ। यसको उत्तर रहेको छ एउटा प्रश्नको प्रभाव अर्को प्रश्नलाई पर्नुलाई समानान्तर प्रभाव वा समानान्तर सिकाइ भनिन्छ। त्यस्तै प्रश्न नम्बर 6 मा भनेको छ प्रश्नहरूको कठिनाइ स्तर पत्ता लगाउने सूचकाङ्कलाई के भनिन्छ भनेको छ। यसको उत्तर रहेको छ प्रश्नहरूको कठिनाइ स्तर पत्ता लगाउने सूचकाङ्कलाई भेदभाव सूचकाङ्क भनिन्छ। त्यस्तै प्रश्न नम्बर 7 मा भनेको छ परीक्षा फलको प्रयोगलाई अङ्ग्रेजीमा के भनिन्छ भनेको छ। यसको उत्तर रहेको छ परीक्षा फलको प्रयोगलाई अङ्ग्रेजीमा युज अफ टेस्ट रिजल्ट्स भनिन्छ। यी थिए अति छोटो उत्तरात्मक प्रश्नहरू। अब छोटो उत्तरात्मक प्रश्नहरूमा हेरौँ जसमा 1 नम्बरको प्रश्नमा भनेको छ परीक्षा सञ्चालन गर्नु भनेको के हो स्पष्ट पार्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ विद्यार्थीहरूले सिकेका विभिन्न कुराहरूबाट के कति उपलब्धि प्राप्त गर्न सक्छन् भनी लेखाजोखा गर्नका लागि लिखित परीक्षा लिइन्छ र यस्तो लिखित परीक्षा लिनुलाई परीक्षा सञ्चालन गर्नु भनिन्छ। परीक्षा सञ्चालनका लागि प्रश्नपत्र वितरण गरी उत्तर पुस्तिकामा उत्तर लेखन कार्य गराइन्छ। यसका लागि उपयुक्त परीक्षा भवन, परीक्षा कोठा, फर्निचर, प्रकाश, सिट प्लान, निरीक्षक लगायत आवश्यक मानवीय जनशक्ति, खानेपानी, चर्पी, सुरक्षा, आवश्यक निर्देशन लगायतका वातावरणको आवश्यकता पर्दछ। यो थियो प्रश्न नम्बर 1 को उत्तर। अब प्रश्न नम्बर 2 मा हेरौँ। प्रश्न नम्बर 2 मा भनेको छ परीक्षा सञ्चालनमा अपनाउनै पर्ने 4 वटा विषयहरूको सूची दिनुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ परीक्षा सञ्चालनमा अपनाउनै पर्ने 4 वटा विषयहरू यस प्रकार छन् जसमा क मा रहेको छ परीक्षा कोठाको वातावरण निर्माण। परीक्षा सञ्चालन गर्नका लागि परीक्षा कोठाको वातावरण राम्रो हुनुपर्दछ। परीक्षा भवनमा विद्यार्थीहरूलाई राख्दा उपयुक्त वातावरण हुनु आवश्यक छ। त्यस्तै ख नम्बरमा भनेको छ समयको व्यवस्थापन। परीक्षा भवनमा रहेका सबै विद्यार्थीलाई समान समयको व्यवस्थापन गरिनु पर्दछ। यसका लागि परीक्षा सुरु हुँदा घन्टामा परीक्षा सकिनुभन्दा 15 मिनेट अगाडि र परीक्षा सकिएपछि घन्टीको सङ्केत दिनुपर्छ। त्यस्तै ग मा रहेको छ शिक्षकको भूमिका। शिक्षकले सही रूपबाट भूमिका निर्वाह गर्न सक्दा मात्र परीक्षा सञ्चालन सुव्यवस्थित हुन सक्छ। परीक्षा सञ्चालन गर्दा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक आदि सबै शिक्षक नै हुने गर्दछन्। त्यस्तै घ नम्बरमा रहेको छ परीक्षा कोठाको समस्या समाधान। परीक्षा कोठामा देखा पर्ने समस्याहरू सानादेखि ठुला प्रकृतिसम्मका हुने गर्दछन्। उदाहरणका लागि विद्यार्थीको प्रश्नपत्र बुझिने नहुनु, उत्तर पुस्तिका राम्रो नहुनु, विद्यार्थीले अनुशासन र मर्यादा पालन नगर्नु आदि समस्याहरूलाई समयमै समाधान गर्नुपर्दछ। यी थिए परीक्षा सञ्चालनमा अपनाउनै पर्ने 4 वटा विषयहरू जसमा हामीले हेऱ्यौँ क नम्बरमा परीक्षा कोठाको वातावरण निर्माण, त्यस्तै ख नम्बरमा समयको व्यवस्थापन, ग नम्बरमा शिक्षकको भूमिका र घ नम्बरमा परीक्षा कोठाको समस्या समाधान। त्यस्तै अब प्रश्न नम्बर 3 मा हेरौँ। प्रश्न नम्बर 3 मा भनेको छ परीक्षा सञ्चालनमा समयको व्यवस्थापन आवश्यक हुन्छ कारण दिनुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ परीक्षा सञ्चालनमा समयको व्यवस्थापन आवश्यक हुनुको कारणहरू यस प्रकार छन् जसमा 1 मा रहेको छ
सिलबन्दी भएको प्रश्नपत्रको पोको र सङ्ख्या आफ्नो परीक्षा केन्द्रको विद्यार्थी सङ्ख्यासँग समयमा मिलान गर्न। 2 मा रहेको छ परीक्षा सञ्चालन हुने र प्रश्नपत्र सम्बन्धित ठाउँमा लाने समयको मिलान गर्न। 3 मा रहेको छ परीक्षा सञ्चालन हुनु अगाडि ठिक समयमा मात्र प्रश्नपत्र खोल्न। 4 मा रहेको छ निरीक्षकले आफ्ना कोठामा एकै समयमा प्रश्नपत्र वितरण गर्न। त्यस्तै 5 नम्बरमा रहेको छ प्रत्येक परीक्षार्थीलाई लेख्नका लागि समान समय दिन। यो थियो प्रश्न नम्बर 3 को उत्तर। अब प्रश्न नम्बर 4 मा हेरौँ। प्रश्न नम्बर 4 मा भनेको छ परीक्षा सञ्चालन गर्दा चोरी कमी गर्ने 5 वटा उपायहरू उल्लेख गर्नुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ। परीक्षा सञ्चालन गर्दा चोरी कमी गर्ने उपायहरू यस प्रकार छन्, जसमा 1 मा रहेको छ प्रश्नपत्रमा सुधार गरी नमिल्ने खालका प्रश्नहरू विद्यार्थीलाई दिनु। त्यस्तै 2 मा रहेको छ प्रश्नपत्रको सङ्गठनमा तलमाथि गरी प्रश्न तयार गर्नु। त्यस्तै 3 नम्बरमा रहेको छ प्रश्नपत्रहरू आउट हुनबाट रोक्नु। 4 मा रहेको छ उत्तर पुस्तिकाको कडा सुरक्षा गर्नु। 5 मा रहेको छ विद्यार्थीहरूको बसाइमा विषय नमिल्ने गरी राख्नु। यो थियो प्रश्न नम्बर 4 को उत्तर। अब प्रश्न नम्बर 5 मा हेरौँ। प्रश्न नम्बर 5 मा भनेको छ परीक्षा सञ्चालनमा शिक्षकको भूमिका आवश्यक छ, पुष्टि गर्नुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ। परीक्षा सञ्चालनमा शिक्षकको भूमिका अत्यन्त आवश्यक छ, किनभने उनीहरू निष्पक्ष, व्यवस्थित र मर्यादित तरिकाले परीक्षा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। शिक्षकहरूले परीक्षा केन्द्रको व्यवस्थापन, प्रश्नपत्र वितरण, उत्तर पुस्तिका सङ्कलन तथा अन्य आवश्यक समन्वय गर्छन्। परीक्षाको निष्पक्षता सुनिश्चित गर्न शिक्षकहरू परीक्षार्थीहरूलाई अनुशासित र नियमअनुसार परीक्षा दिन प्रेरित गर्छन्। परीक्षाका क्रममा उत्पन्न हुन सक्ने जटिलता जस्तै प्रश्नपत्र सम्बन्धी जिज्ञासा, परीक्षार्थीको स्वास्थ्य समस्या वा अन्य आकस्मिक अवस्थाहरू समाधान गर्न शिक्षकहरू आवश्यक हुन्छन्। यसकारण निष्पक्ष, मर्यादित र व्यवस्थित परीक्षा सञ्चालनका लागि शिक्षकको भूमिका अनिवार्य हुन्छ भनेर लेख्न सक्नुहुन्छ। यो थियो प्रश्न नम्बर 5 को उत्तर। अब प्रश्न नम्बर 6 मा हेरौँ। प्रश्न नम्बर 6 मा भनेको छ अङ्कन कुञ्जीको अवधारणा स्पष्ट पार्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। सामान्य अर्थमा अङ्कन कुञ्जी भनेको अङ्कन गर्ने साँचो हो। अर्को शब्दमा भन्दा विद्यार्थीहरूको परीक्षा सञ्चालन गरिसकेपछि उनीहरूको उत्तर पुस्तिका परीक्षण गरिन्छ। यस उत्तर पुस्तिका परीक्षणका लागि शिक्षकले परीक्षण सूत्र, परीक्षण योजना बनाउनु पर्छ। यस किसिमको उत्तर पुस्तिका परीक्षणका लागि तयार पारिएको सूत्रलाई अङ्कन कुञ्जी भनिन्छ। विद्यार्थीहरूको उपलब्धि मूल्याङ्कनका लागि शिक्षकले विषयगत र वस्तुगत दुवै प्रकारका प्रश्नहरू निर्माण गरेको हुन्छ। यस्ता प्रश्नहरूको परीक्षणका लागि अङ्कन कुञ्जी निर्माण गर्नुपर्दछ। यस निर्मित अङ्कन कुञ्जीका अनुसार उत्तर पुस्तिकाहरूको परीक्षण गर्नुपर्दछ। यो थियो प्रश्न नम्बर 6 को उत्तर। अब प्रश्न नम्बर 7 मा हेरौँ। प्रश्न नम्बर 7 मा भनेको छ विषयगत परीक्षाका अङ्कन विधिको सूची दिनुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ। विषयगत परीक्षाका अङ्कन विधि यस प्रकार छन्, जसमा 1 मा रहेको छ वाञ्छित उत्तरहरूको रूपरेखा पहिले नै तयार गर्ने। 2 मा रहेको छ उपयुक्त अङ्कन विधिको प्रयोग गर्ने। 3 मा रहेको छ असम्बन्धित तत्त्वहरूको निर्णय। 4 मा रहेको छ प्रश्नगत अङ्कन विधि। 5 मा रहेको छ नाम नहेरी जाँच्ने। 6 मा रहेको छ एकभन्दा बढी परीक्षकद्वारा जाँच्ने। यो थियो प्रश्न नम्बर 7 को उत्तर। अब प्रश्न नम्बर 8 मा हेरौँ। प्रश्न नम्बर 8 मा भनेको छ उत्तर पुस्तिका अङ्कनको अवधारणा स्पष्ट पार्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। परीक्षाका उत्तर पुस्तिकालाई अङ्कन कुञ्जी र परीक्षण योजनाका आधारमा प्रत्येक प्रश्नको लेखाजोखा गरी अङ्क दिनुलाई उत्तर पुस्तिकाको अङ्कन भनिन्छ। छोटो रूपमा भन्दा शिक्षकले उत्तर पुस्तिकामा अङ्क प्रदान गर्नु नै उत्तर पुस्तिकाको अङ्कन हो। प्रश्नपत्र परीक्षण गर्दा शिक्षकले ध्यानपूर्वक परीक्षण गर्नुपर्दछ। यसरी हामीहरूले 8 वटा छोटा उत्तरात्मक प्रश्नहरू हेऱ्यौँ। अब लामो उत्तरात्मक प्रश्नहरू हेरौँ, जसमा 1 नम्बरमा भनेको छ परीक्षा सञ्चालनमा परीक्षा कोठाको वातावरण निर्माणको व्याख्या गर्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। परीक्षा सञ्चालन गर्नका लागि परीक्षा कोठाको वातावरण राम्रो हुनुपर्दछ। परीक्षा भवनमा विद्यार्थीहरूलाई राख्दा उपयुक्त वातावरण हुनु आवश्यक छ। जसमा परीक्षा सञ्चालनमा परीक्षा कोठाको उपयुक्त वातावरण निर्माण गर्न निम्न कार्यहरू गर्नुपर्दछ। जसमा 1 नम्बरमा रहेको छ परीक्षा भवन स्वस्थ र राम्रो हुनुपर्दछ।
2मा रहेको छ परीक्षा भवनमा प्रकाशको राम्रो व्यवस्था हुनुपर्छ। 3मा रहेको छ परीक्षा भवन स्वस्थ र हावादार हुनुपर्छ। 4मा रहेको छ प्रश्नपत्र, कापी, मसी, पेन्सिलको उपयुक्त व्यवस्था हुनुपर्दछ। 5मा रहेको छ परीक्षा दिन बस्ने सिट आरामदायी र व्यवस्थित हुनुपर्छ। 6मा रहेको छ विद्यार्थीलाई आवश्यक पर्ने कुराहरू पानी, थप कापी, चर्पीको उचित व्यवस्था हुनुपर्छ। त्यस्तै 7मा रहेको छ परीक्षा भवनमा कुनै किसिमको हल्ला भई सोचाइ लेखाइमा असर पर्नु हुँदैन। यो थियो लामो उत्तरात्मक प्रश्नको 1 नम्बर प्रश्नको उत्तर। अब प्रश्न नम्बर 2मा हेरौँ। प्रश्न नम्बर 2मा भनेको छ परीक्षा सञ्चालन गर्दा विश्वसनीयता र वैधतामा असर पार्ने तत्त्वहरूको व्याख्या गर्नुहोस् भनेको छ। यसको उत्तर रहेको छ परीक्षा सञ्चालन गर्दा विश्वसनीयता र वैधतामा असर पार्ने तत्त्वहरू यस प्रकार छन्। जसमा कमा रहेको छ स्पष्ट र संक्षिप्त निर्देशन। परीक्षाका प्रश्नहरूमा स्पष्ट निर्देशन भएन भने प्रश्नपत्र नै नबुझेर विद्यार्थीहरू अल्मलिन सक्छन्। अर्थ शिक्षकले अरूलाई बाधा नपुग्ने गरी स्पष्ट र संक्षिप्त निर्देशन दिन सक्नुपर्दछ। खमा रहेको छ चोरीको रोकथाम। परीक्षामा विद्यार्थीहरूले चोरी गर्न सक्छन्, यसलाई पूर्ण रूपमा रोकथाम गर्नुपर्दछ। चोरी गर्दा एकले अर्काको कापी हेरेर सार्नु, घरमा तयार गरेको चिट सार्नु, प्रश्नमा लेखेर साटासाट गर्नु जस्ता कार्यहरू हुन सक्छन्। यसको रोकथामका लागि प्रश्नपत्रमा सुधार गरी नमिल्ने खालका प्रश्नहरू विद्यार्थीलाई दिनु, प्रश्नपत्रको सङ्गठनमा तलमाथि गरी प्रश्न तयार गर्नु, प्रश्नपत्रहरू आउट हुनबाट रोक्नु आदि कार्यहरू गर्नुपर्छ। यो थियो प्रश्न नम्बर 2को उत्तर। अब प्रश्न नम्बर 3मा हेरौँ। प्रश्न नम्बर 3मा भनेको छ वस्तुगत प्रश्नका अङ्कन कुञ्जी निर्माणका तरिकाहरूको व्याख्या गर्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। वस्तुगत प्रश्नका अङ्कन कुञ्जी निर्माणका तरिकाहरू यस प्रकार छन्। जसमा 1मा रहेको छ वस्तुगत प्रश्नपत्रमा चिन्ह लगाउने। विद्यार्थीलाई वितरण गरिएको प्रश्नपत्रकै एक कपीमा सही उत्तर छनौट गरी चिन्ह लगाउने। यस चिन्ह लगाएको कापीलाई नमुना मानी विद्यार्थीका प्रश्नपत्रका कापीहरूको परीक्षण गर्ने। त्यस्तै 2मा रहेको छ सही उत्तरहरूको सूची तयार गर्ने। कतिवटा प्रश्नहरू छन् ती प्रश्नहरूका सही उत्तर मात्र छानी सूची बनाउने। त्यस सूचीलाई अगाडि राखी अन्य उत्तर पुस्तिकाहरूको परीक्षण गर्ने। त्यस्तै 3मा रहेको छ स्कोरिङ की बनाउने। प्रश्नपत्रका सही उत्तरहरूमा प्वाल बनाउने र त्यही प्वाल भएको कीलाई परीक्षण गर्नुपर्ने प्रश्नपत्रमा राखी परीक्षण गर्ने। यो थियो प्रश्न नम्बर 3को उत्तर। अब प्रश्न नम्बर 4मा हेरौँ। प्रश्न नम्बर 4मा भनेको छ विषयगत परीक्षाको अङ्कन विधिमा ध्यान पुर्याउनु पर्ने पक्षहरू व्याख्या गर्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। विषयगत परीक्षाको अङ्कन विधिमा ध्यान पुर्याउनु पर्ने पक्षहरू यस प्रकार छन्। जसमा 1मा रहेको छ वाञ्छित उत्तरको रूपरेखा पहिले नै तयार गर्नु। कुनै पनि प्रश्नको उत्तर पुस्तिका परीक्षण गर्नु अगाडि त्यसको उत्तर के हुन सक्छ निदो गर्नुपर्दछ। त्यस्तै 2मा रहेको छ उपयुक्त अङ्कन विधिको प्रयोग। विषयगत वा निबन्धात्मक प्रश्नको परीक्षण गर्दा उपयुक्त अङ्कन विधिको प्रयोग गर्नुपर्दछ। बुँदा अङ्कन विधि र समूह विभाजन विधि वा श्रेणी मापन विधि प्रचलित छन्। 3मा रहेको छ असम्बन्धित तत्त्वहरूको निर्णय। परीक्षार्थीले उत्तर लेख्दा केही त्यस्ता तत्त्वहरू पनि समावेश गरेको हुन्छ जसले अङ्कनमा बाधा पुर्याउँछ। यस्ता अङ्कनमा बाधा पुर्याउने तत्त्वलाई असम्बन्धित तत्त्व भनिन्छ। त्यस्तै 4मा रहेको छ प्रश्नगत अङ्कन विधि। अङ्कनमा निष्पक्षता ल्याउनका लागि परीक्षार्थीका सबै उत्तरहरू एकैपटक जाँच्नुको सट्टा कुनै एउटा प्रश्नका सबै उत्तरहरू एकैपटक जाँच्नुपर्छ। त्यस्तै 5मा रहेको छ नाम नहेरी जाँच्ने। परीक्षार्थीको उत्तर पुस्तिका परीक्षण गर्दा नाम नम्बर नहेरी वा यो फलानाको कापी हो भन्ने थाहा नपाई परीक्षण गर्नुपर्दछ। त्यस्तै 6मा रहेको छ एकभन्दा बढी परीक्षकद्वारा उत्तर पुस्तिका जाँच्ने। उत्तर पुस्तिकामा राम्रो जचाइ गर्न परीक्षकहरू 2 भन्दा बढी पनि हुने चलन छ। यो थियो प्रश्न नम्बर 4को उत्तर। जसमा विषयगत परीक्षाको अङ्कन विधिमा ध्यान पुर्याउनु पर्ने पक्षहरूको व्याख्या गर्नुहोस् भनेको थियो। अब प्रश्न नम्बर 5मा हेरौँ। प्रश्न नम्बर 5मा भनेको छ प्रश्नहरूको कठिनाइ स्तर पत्ता लगाउनु आवश्यक छ, व्याख्या गर्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। प्रश्नहरूको कठिनाइ स्तर पत्ता लगाउनु आवश्यक छ किनकि 1मा रहेको छ सिप मूल्याङ्कन गर्न। परीक्षार्थी वा सिक्ने व्यक्तिको ज्ञान बुझाइ र विश्लेषण क्षमताको सही मूल्याङ्कन गर्न। 2मा रहेको छ सिकाइमा सुधार। यदि प्रश्न अत्यधिक सजिलो वा कठिन भएमा सिकाइ प्रभावकारी हुँदैन। उचित कठिनाइ स्तरले विद्यार्थीको बौद्धिक विकासमा मद्दत गर्छ। 3मा रहेको छ न्यायसङ्गत मूल्याङ्कन। सबै परीक्षार्थीहरूलाई समान अवसर प्रदान गर्न प्रश्नहरूको कठिनाइ स्तर सन्तुलित हुनुपर्छ।
4 मा रहेको छ शिक्षणको लागि प्रश्नहरूको कठिनाइ स्तरले शिक्षणलाई थप प्रभावकारी बनाउँछ। 5 मा रहेको छ मूल्याङ्कनको लागि प्रश्नहरूको कठिनाइ स्तरले मूल्याङ्कनलाई थप प्रभावकारी बनाउँछ। त्यस्तै यो थियो प्रश्न नम्बर 5 को उत्तर। अब प्रश्न नम्बर 6 मा हेरौँ। प्रश्न नम्बर 6 मा भनेको छ परीक्षा फलको प्रयोगको महत्त्व व्याख्या गर्नुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ। परीक्षा फलको प्रयोगको महत्त्व यस प्रकार छन्, जसमा 1 मा रहेको छ विद्यार्थीहरूका कमजोरी सुधार गर्न। शिक्षण सिकाइ गर्दा विद्यार्थीले के कति बुझे वा बुझेनन्, उनीहरूका के कस्ता कमी कमजोरी छन् भनी पत्ता लगाउन परीक्षाको प्रयोग गरिन्छ। त्यस्तै 2 मा रहेको छ शैक्षणिक सुधारका लागि शिक्षकलाई पृष्ठपोषण दिन। परीक्षा फलको नतिजाबाट शिक्षकलाई पृष्ठपोषण प्रदान गरी आफ्नो शैक्षिक क्रियाकलाप परिवर्तन र सुधार ल्याउन सहयोग पुग्दछ। 3 मा रहेको छ शैक्षणिक उद्देश्यका लागि स्तर निर्धारण र समूह विभाजन। परीक्षा फलको सबैभन्दा महत्त्वपूर्ण प्रयोग विद्यार्थीको स्तर निर्धारण गर्नु, समूह विभाजन गर्नु र कक्षोन्नति गर्नु हो। त्यस्तै 4 मा रहेको छ विद्यार्थीलाई माथिल्लो कक्षामा कक्षोन्नति गर्न। एउटा कक्षाको परीक्षा लिई परीक्षामा उत्तीर्ण भएका आधारमा माथिल्लो कक्षामा पठाउनुलाई कक्षोन्नति भनिन्छ। यो परीक्षा फलले गर्दछ। यसरी हामीहरूले प्रश्न नम्बर 6 को उत्तरलाई हेर्यौँ, जसमा परीक्षा फलको प्रयोगको महत्त्व व्याख्या गर्नुहोस् भनेको थियो, जसमा 4 वटा महत्त्वहरूलाई हामीले व्याख्या गर्यौँ। यो थियो प्रश्न नम्बर 6 को उत्तर। अब प्रश्न नम्बर 7 मा हेरौँ। प्रश्न नम्बर 7 मा भनेको छ 5 वटा विषयगत र वस्तुगत प्रश्नहरू कुनै विषयको पाठबाट बनाउनुहोस् र तिनको अङ्कन कुञ्जिका निर्माण गर्नुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ, जसमा यहाँ मैले बनाएको छु ग्रेड आइएक्स अर्थात् कक्षा 9 पूर्णाङ्क 30 कक्षा 9 समय 1 घण्टा विषय सामाजिक पाठ नेपालको प्रशासनिक संरचना। समूह क मा 5 वटा प्रश्नहरू रहेका छन्, जसमा तलका प्रश्नका सही उत्तरमा ठिक चिन्ह लगाउनुहोस् भनेको छ है। जसमा 1 मा रहेको छ नेपालमा कति तहको संरचना छ भनेको छ। यस प्रश्न मात्र बनाउनुहोस् सुरुमा र त्यसपछि अङ्कन कुञ्जिका बनाउनु पर्ने हुन्छ। त्यस्तै 2 मा रहेको छ नेपालको संविधान अनुसार स्थानीय तहका प्रमुख कति वर्षको कार्यकालका लागि चयन गरिन्छ। स्थानीय तहका प्रमुख कति वर्षको कार्यकालका लागि चयन गरिन्छ भनिएको छ। त्यस्तै 3 नम्बरको प्रश्नमा नेपालमा सार्वजनिक प्रशासन सुधारका लागि कुन ऐन लागू गरिएको छ भनेको छ। त्यस्तै 4 मा रहेको छ निम्न मध्ये कुन नेपाल सरकारको प्रशासनिक सेवा होइन भनेको छ। यी अप्सनहरू रहेका छन्। यसको अन्तिममा उत्तर कुञ्जिका बनाउनु पर्ने हुन्छ। अहिले यसमा कुनै ठिक चिन्ह लगाउनु पर्दैन हामीहरूले, किनकि यो प्रश्न मात्रै हो। त्यसपछि 5 नम्बरको प्रश्नमा रहेको छ प्रदेश सरकारको प्रमुख प्रतिनिधि को हुन्छ भनेको छ। 4 वटा अप्सन दिएको छ। त्यस्तै समूह ख मा छोटो उत्तरात्मक प्रश्नहरू भनेको छ है, जसमा 5 वटा छोटो उत्तरात्मक प्रश्नहरू रहेका छन्, जसको अङ्कभार 5 रहेको छ। प्रत्येक प्रश्नको अङ्कभार 5 रहेको छ। 1 नम्बरको प्रश्नलाई हेरौँ। नेपालका प्रशासनिक संरचनाका मुख्य तहहरू के हुन् भनेको छ। त्यस्तै 2 मा रहेको छ स्थानीय तहको अधिकार क्षेत्र के हुन् भनेको छ। 3 मा भनेको छ नेपालको प्रशासनिक सेवाको वर्गीकरण कसरी गरिएको छ। 4 मा भनेको छ सङ्घीय प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध कसरी स्थापित गरिन्छ भनेको छ। त्यस्तै 5 नम्बरमा नेपालका सार्वजनिक प्रशासन सुधारका लागि अपनाइएका प्रमुख नीतिहरू के हुन् भनेको छ। अब यी प्रश्नहरूको उत्तर कुञ्जिका निर्माण गर्नुपर्ने हुन्छ र अब उत्तर कुञ्जिकालाई हेरौँ, जसमा समूह क मा रहेका प्रश्नहरूको उत्तरलाई हेरौँ सुरुमा, जसमा प्रत्येक प्रश्नको सही उत्तरलाई 1 अङ्क प्रदान गर्ने भनेर लेख्ने। त्यसपछि प्रश्न नम्बर 1 अघि हामीहरूले हेरेका थियौँ प्रश्न नम्बर 1 जसको ख नम्बर उत्तर रहेको हुन्छ 3 भनेर। त्यस्तै 2 मा रहेको छ प्रश्न नम्बर 2 को उत्तर ग नम्बर रहेको छ, जसको 5 वर्ष हुन्छ उत्तर। त्यस्तै प्रश्न नम्बर 3 को उत्तर क नम्बर रहेको हुन्छ, जसमा नागरिक सेवा ऐन। त्यस्तै 4 नम्बरको प्रश्नको उत्तर अप्सन घ रहेको हुन्छ, जसको निजी सेवा भन्ने उत्तर रहेको हुन्छ। र 5 नम्बरको प्रश्नको अप्सन ग रहेको हुन्छ, जसको उत्तर प्रदेश प्रमुख भन्ने हुन्छ। अब समूह ख का प्रश्नहरूको उत्तर कुञ्जिकालाई हेरौँ, जसमा प्रत्येक प्रश्नको सही उत्तरलाई 5 अङ्क प्रदान गर्ने भनेर लेख्ने सुरुमा। त्यसपछि प्रश्न नम्बर 1 मा भनेको थियो छोटो उत्तरात्मक प्रश्नमा है नेपालका प्रशासनिक संरचनाका मुख्य तहहरू के हुन् भनेको थियो, जसमा
सङ्घीय प्रदेश र स्थानीय गरी 3 तहका प्रशासनिक संरचना र तिनको छोटो परिचय समेटेको खण्डमा 5 अङ्क प्रदान गर्ने भनेर उत्तर कुञ्जिका निर्माण गर्ने। त्यस्तै प्रश्न नम्बर 2 मा भनेको थियो स्थानीय तहको अधिकार क्षेत्र के हुन् भनेको थियो, जसमा उत्तर कुञ्जिका निर्माण गर्दा स्थानीय तहका अधिकारहरूमा कानुन निर्माण, योजना कार्यान्वयन, कर सङ्कलन, सेवा प्रवाह आदि पर्छन् भनी लेखेको खण्डमा 5 अङ्क प्रदान गर्ने। त्यस्तै प्रश्न नम्बर 3 मा थियो नेपालको प्रशासनिक सेवाको वर्गीकरण कसरी गरिएको छ भनेर। यसको उत्तरलाई नेपालका प्रशासनिक सेवाहरू सामान्य प्रशासन, परराष्ट्र न्याय, लेखा, शिक्षा, स्वास्थ्य आदि जस्ता गरी वर्गीकरण छन् भनी लेखेमा 5 अङ्क प्रदान गर्ने। त्यस्तै 4 नम्बरको प्रश्नमा थियो सङ्घीय प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध कसरी स्थापित गरिन्छ भनेको थियो प्रश्नले, जसमा रहेको छ 3 तहहरू बीच समन्वय, संसाधन बाँडफाँड, सहकार्य लगायतका अन्य कुराहरू पनि समेटी सम्बन्ध स्थापित गरिन्छ भनी लेखेमा 5 अङ्क प्रदान गर्ने। त्यस्तै 5 नम्बरको प्रश्नमा थियो नेपालमा सार्वजनिक प्रशासन सुधारका लागि अपनाइएका प्रमुख नीतिहरू के हुन् भनेको थियो 5 नम्बरको प्रश्नले। यसमा सार्वजनिक प्रशासन सुधारका लागि अपनाइएका प्रमुख नीतिहरू ई-गभर्नेन्स, सेवाग्राही केन्द्रित सेवा, डिजिटलाइजेसन, दक्ष जनशक्ति विकास कार्यक्रम आदि भनी लेखेमा 5 अङ्क प्रदान गर्ने। यसरी हामीहरूले कक्षा 12 को शैक्षणिक विधि र मूल्याङ्कन भन्ने विषयको एकै 8 का सम्पूर्ण प्रश्नहरू, अति छोटो उत्तरात्मक प्रश्न, छोटो उत्तरात्मक प्रश्न र लामो उत्तरात्मक प्रश्नहरूलाई हेऱ्यौँ। आजको लागि यति नै। भिडियो मन परेमा एक लाइक गर्न नभुल्नुहोला र तपाईसँग कुनै पनि जिज्ञासा भए तल कमेन्ट बक्समा आफ्नो जिज्ञासा लेख्न सक्नुहुन्छ र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र हामी अर्को भिडियोमा भेट्ने नै छौँ। आजको लागि यति नै। धन्यवाद।